देशको वार्षिक बजेटको नीति तथा सम्बोधन एउटा प्रस्तुत गर्ने कार्यक्रममा बालेन नै उपस्थित भएनन्। पटक पटक सांसदहरूले अवरोध गर्दाखेरि किन बालेन अथवा बालेनका कुनै पनि मान्छे त्यहाँ उपस्थित भएनन्, सम्बोधन गर्नको लागि उपस्थित भएनन् भनेपछि सांसदमा विरोध भएको थियो साथीहरू। त्यो विरोधको कारण आज पनि संसदीय दलको बैठक स्थगित भएको छ। त्यसमा डिपी अर्याल सभामुखले स्थगित गराउनु भएको छ। अबको बैठक चाहिँ पुनः वैशाख 30 गते, आज बुधबार स्थगित भएको बैठक भोलि वैशाख 31 गते 2083 साल वैशाख 31 गते अझ 11 बजे पुनः बोलाइएको छ। यदि भोलि पुनः 11 बजे बालेन बैठकमा उपस्थित होलान् या नहोलान्, क्या या बालेनको मान्छे होला, तपाईहरू प्रतिक्रिया दिनुहोला साथीहरू। बालेनलाई हामीले जितायौँ, अहिले करोडौँ जनताले, नेपालका जनताले जिताए, भोट दिएर लाखौँ भोट मिल्यो रासोपालाई। तर मेन लिडर नै किन अहिले जवाफ दिँदै छैन, जनतालाई बालेनले किन जवाफ दिइरहेको छैनन् है। एउटा बालेनले अलिकति घमण्ड गर्ने हैन, जनताको निर गएर दुई बोली वचन बोलिदिँदा के नै हुन्थ्यो र, किन नबोलेको हुन्। जाने फ्याट्ट कारमा उभिहाल्ने, त्यहाँबाट मिटिङबाट फ्याट्ट उठेर हिँडिदिने, यो अलि व्यवहार राम्रो भएन साथीहरू। अनुशासन भएन, व्यवहार भएन, एउटा संस्कार पनि भएन है। तपाईहरू के भन्नुहुन्छ प्रतिक्रिया दिनुहोला साथीहरू।